है साथीहरू, आज फेरि बुढाले के माछा हो यो के भन्छ के माछा पङ्कज माछाको चाहिँ स्टिम गरेर बनाएको अरे रायोको सागमा चाहिँ पोको पारेर हो। यहाँ चाहिँ यति पोको पारिसकेको छ हो, यहाँ आधी छ। यो चाहिँ स्पेसल सिक्किमबाट आउनु भएको सरको लागि अरे हो। अन्तखेरि हामीलाई चाहिँ छ चोचेको मासु मस्त रेडी भएर देखाउँछ साथीहरू। यहाँ रायो सागको पत्तामा चाहिँ प्याक गरेर यसलाई चाहिँ मेरिनेट गरेर बनाउँदैछ बुढाले हो। साथीहरू, पङ्कज माछा स्टिम पनि रेडी भयो। अब सुरु गर्न आँटेको सरहरूले। यो साथीहरू फिस पनि रेडी भएछ हो। अन्त फेरि कस्तो दर्श स्पेसली सरहरूको लागि बनाइदिनु भएको। हाम्रो चाहिँ 12 बजीको लन्चमा चाहिँ चोचेको मासु छ हो। हामीले चाहिँ 1-2वटा मात्रै राखेँ। यो चाहिँ हो के माछाको पङ्कज माछाको के भन्छ स्टिम।